मार्केट डाउन साइड मुभ गर्छ कि अप साइड मुभ गर्छ एमएसिडी इन्डिकेटरले धेरै जसो केसमा यो पहिला नै क्लु दिन्छ। यदि यो भिडियो पुरा हेर्नुभयो भने म तपाईलाई एमएसिडीमा कसरी ट्रेड लिने यी सम्पूर्ण कुराहरुमा मास्टर पार्दिन्छु। हेर्नुस् यसरी चार्ट ओपन गरेर त्यसपछि हामीहरु इन्डिकेटर सेक्सनमा गएर यहाँ तपाईहरु यहाँ लेख्न सक्नुहुन्छ, यसरी सर्च गर्न सक्नुहुन्छ। एमएसिडी लेख्नु भयो भने यहाँ आउँछ र यसरी थिच्दाखेरि यो हाम्रो एमएसिडी आफै चार्टमा देखिन्छ है। अब तपाईहरुलाई यो इन्डिकेटर युज गर्नु भन्दा पहिला यो इन्डिकेटरको सेटिङमा जाउँ। यो इन्डिकेटरको सेटिङमा म तपाईलाई देखाउँछु कि यो इन्डिकेटर के मिलेर बनेको छ। हेर्नुस् यो इन्डिकेटरको मैले स्टाइलमा जाँदाखेरि यहाँ मेनली एमएसिडी इन्डिकेटर तीन चीजले बनेको हुन्छ। एउटा हाम्रो हिस्टोग्राम भयो, अर्को हाम्रो एमएसिडी रेखा छ जुन कि ब्लू लाइनको रेखा हो र हाम्रो अर्को सिग्नल रेखा जुन कि येलो कलरको रेखा हो। यहाँ तपाईहरु अब अर्को यहाँ हेर्दाखेरि यो जुन हाम्रो रेखाहरु छन् एमएसिडी रेखा र त्यसपछि गएर सिग्नल रेखा, अब यिनीहरुको जुन छ एमएसिडी रेखा त्यसलाई फास्ट लाइन पनि भनिन्छ र यो चाहिँ तपाईको एमएसिडी जुन रेखा हो यो 12 मुभिङ एभरेज को 12 पिरियड र मुभिङ एभरेज को 26 पिरियड को डिफरेंस को लाइन हो भने तपाईको यो जुन सिग्नल रेखा हो मुभिङ एभरेज को 9 पिरियड को रेखा हो है। र अब यो सम्पूर्ण कुराहरु बुझिसकेपछि अब यसलाई हामी हेरौं कि कसरी यहाँ काम गर्छ। हामीहरु एमएसिडी इन्डिकेटर द्वारा तीन प्रकारले हामीहरु बाइ सेल गर्न सक्छौं। एक नम्बरमा रहेको छ जब पनि हाम्रो मार्केटमा यहाँ यसरी हाम्रो एउटा सिग्नल लाइन र अर्को हाम्रो एमएसिडी लाइनले यसरी क्रसओभर गर्दाखेरि माथितर्फ तब हाम्रो मार्केट चाहिँ एउटा अप ट्रेन्डमा जान सक्छ भनेर हामीहरु मान्न सक्छौं र यहाँ हेर्न सक्छौं साच्चै मार्केट पनि हाम्रो अप ट्रेन्डमा गएको छ। र जब तपाईको यो दुईटा रेखा फेरि एक आपसमा काटेर तलतर्फ काटेर मुभ गर्छ भने अथवा बुझौं कि यहाँ तपाईको एमएसिडी रेखाले सिग्नल रेखाले तलतर्फ काट्यो भने यहाँदेखि तपाईको चाहिँ डाउन ट्रेन्ड सुरु हुने सक्छ भनेर मानेर जान सक्छौं र यहाँ हेर्न सक्छौं कि मार्केट साच्चै यहाँ तलतर्फ गएको छ। यहाँ यति मात्रै होइन, जहाँ पनि हाम्रो यहाँ क्रसओभर एउटा दिएको थियो र यहाँदेखि क्रसओभर दिँदाखेरि यहाँ हामी हेर्न सक्छौं यो एउटा बुलिश क्रसओभर छ अथवा भन्दाखेरि माथितर्फ क्रसओभर दिएको छ। एउटा हाम्रो एमएसिडी रेखाले सिग्नल रेखाले यसरी माथितर्फ काटेको छ भने यहाँदेखि हामी हेर्न सक्छौं कि एउटा हाम्रो यहाँदेखि एउटा राम्रो अप ट्रेन्डमा गएको छ मार्केट है। यहाँ हेर्न सक्नुहुन्छ र जब फेरि क्रसओभर देखियो त्यसपछि चाहिँ यहाँ यो लेभलदेखि चाहिँ हाम्रो डाउन ट्रेन्डको सुरुवात भइसकेको छ भनेर बुझ्न सकिन्छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु जब पनि यो मार्केटमा यहाँ क्रसओभर भयो त्यसपछि चाहिँ मार्केट के गर्यो भन्दाखेरि यहाँदेखि एउटा डाउन ट्रेन्ड सुरु गर्यो र अहिलेसम्म यसमा चाहिँ क्रसओभर देखिएको छैन र अब चाहिँ यहाँ फेरि क्रसओभर एउटा बनाउँदैछ र त्यसपछि यसले डिसाइड गर्छ कि मार्केट कतातर्फ जान्छ र यसरी हामीहरु क्रसओभरमा हामीहरु एन्ट्री लिन सक्छौं। र यसको लागि चाहिँ म अहिले इन्डमा बताउने छु कसरी हामीहरु क्रसओभरमा एन्ट्री लिने है त। र तपाईको अर्को 2 नम्बरमा रहेको छ तपाईहरु चाहिँ एमएसिडी लाइन र सिग्नल लाइनले जब हाम्रो बेस लाइन अथवा यसलाई हामीहरु बेस लाइन भन्छौं जुन कि यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ तपाईको जीरो लाइन यसलाई भनिन्छ है। यसरी डट 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 गरेको रेखा हामीहरु हेर्न सक्छौं र यसरी हाम्रो यसलाई जीरो लाइन भनिन्छ। र जब पनि मार्केटमा तपाईको दुईटै रेखाले है बुझ्न कोसिस गर्नुस् तपाईको दुईटै रेखाले यहाँ तपाईको दुईटै रेखाले यो बेस लाइनलाई तलतर्फ काट्यो भने त्यसपछि हाम्रो डाउन ट्रेन्ड सुरु हुन्छ भनेर जान्न सक्छौं। र त्यसपछि जब हाम्रो यो जुन रेखाहरु छन् दुईटै एमएसिडी र सिग्नल रेखा यो दुईटैले फेरि बेस लाइनलाई माथितर्फ काट्यो भने अब यहाँदेखि मार्केट माथितर्फ जान सक्छ भनेर बुझ्न सकिन्छ है। र यसरी हेर्न सक्छौं कि मार्केट यसरी गएको पनि छ। हाम्रो तेस्रो नम्बरमा ट्रेड लिने नम्बर तेस्रो छ हाम्रो हिस्टोग्राम डाइभर्जेन्स। अब 3 नम्बरमा हाम्रो छ हिस्टोग्राम डाइभर्जेन्स र यहाँ हेर्न सक्नुहुन्छ हिस्टोग्राम डाइभर्जेन्स अब कसरी हुन्छ भन्दाखेरि हिस्टोग्राम डाइभर्जेन्स भनेको जब तपाईको प्राइसहरु चाहिँ यसरी तल जान्छ र तपाईको यो जुन एमएसिडी लाइन र त्यो पनि तल जान्छ। एमएसिडी लाइन र हाम्रो कुन लाइन छ अर्को सिग्नल लाइन यो दुईटै यसरी पनि तल जान्छ र प्राइस पनि तल आउँछ भने त्यसपछि तर यो हाम्रो चाहिँ हिस्टोबार चाहिँ तल नगएर हिस्टोबार चाहिँ माथितर्फ जान्छ। यहाँ बुझ्नुस् यो हिस्टोबार छ अब यो त डाउन ट्रेन्ड भएपछि त यहाँ बारहरु त रेडहरु बन्नु पर्ने हैन तर यहाँ रेड बारहरु नबनेर तपाईको हिस्टोग्रामले बिस्तारै माथितर्फ जान्छ भन्दाखेरि यसरी एउटा डिसेन्डिङ अर्डरमा यसरी बारहरु ठुलो भएको बारहरु यसरी छोटो हुन्छ है। र यसरी गर्दाखेरि अब हामीले थाहा हुन्छ कि अब यो मार्केट चाहिँ जतिसम्म तल आउन सकेको छ आइसक्यो र यो हिस्टोग्राम डाइभर्जेन्सले बुझाउँछ कि अब यहाँदेखि चाहिँ अप ट्रेन्ड हुन्छ। र यहाँ हेर्न सक्नुहुन्छ जुन कि हाम्रो ग्रीन बारहरु बनेका छ जसको कारणले यहाँदेखि मार्केट अप ट्रेन्डमा गएको छ।
र यो भयो त तपाईको डाउन ट्रेन्डको। अब अप ट्रेन्डको तपाईको यसो सेम यसको उल्टो हुन्छ। अर्को हाम्रो रहेछ बेयरिश डाइभर्जेन्स है। जब पनि मार्केटमा यसरी तपाईहरुको एमएसिडी रेखा र सिग्नल रेखा यसरी माथितर्फ जान्छ र प्राइस पनि तपाईको माथितर्फ जान्छ, तर तपाईको जुन यो हिस्टोग्राम हुन्छ, हिस्टोग्राम चाहिँ माथितर्फ नगएर तपाईको यसरी तपाईको तलतर्फ गयो भने बुझ्न सक्नुहुन्छ कि तपाईको मार्केटमा चाहिँ अब के भइरहेको छ भन्दाखेरि हिस्टोग्राम डाइभर्जेन्स भएको छ र अब तपाईको यो हिस्टोग्राम डाइभर्जेन्स भएको कारणले जुन पनि अप ट्रेन्ड थियो अब चाहिँ यहाँदेखि डाउन ट्रेन्डमा सुरु हुन सक्छ भनेर बुझ्न सक्छौं। र यहाँ हेर्न सक्नुहुन्छ एउटा राम्रो यहाँ डाउनफल आएको छ है। यसरी डाउन ट्रेन्डमा आएको थियो मार्केट, यहाँ हेर्न सक्नुहुन्छ यो तपाईको एउटा राम्रो डाउन ट्रेन्डमा आएको थियो मार्केट। र यसरी हाम्रो तीनटै चीज काम गर्छ र यसरी हामीहरु तीनटै चीजहरु सिकिसक्यौं र यसरी नै हाम्रो मार्केटमा चाहिँ काम गर्छ यी कुराहरु। र अब जाउँ कि मार्केटमा त कसरी बाइ सेल गर्ने क्रस ओभरमा है। अब यहाँ हेर्न सक्नुहुन्छ कुनै पनि एउटा एक्जाम्पल उठाएर हेर्दा पनि हुन्छ, चाहे तपाईहरु अरु कुनै एक्जाम्पल भन्नुस् या तपाईको अरु कुनै जुनसुकै स्टक्सलाई पनि हेर्दाखेरि हुन्छ है। र यहाँ हेर्न सक्नुहुन्छ जस्तो मानौं कि यहाँ तपाईको क्रस ओभर भएको छ, जस्तो मानौं कि यहाँ तपाईको क्रस ओभर भएको छ, यहाँ हेर्न सक्नुहुन्छ यो क्रस ओभर तपाईको यो क्रस ओभरले चाहिँ सिग्नल रेखालाई चाहिँ एमएसिडी रेखाले तलतर्फ काटेको छ है। यसरी काट्दाखेरि चाहिँ हाम्रो डाउन ट्रेन्ड भएको हो भनेर हामीहरु मान्न सक्छौं र यहाँदेखि तपाईको एउटा डाउन ट्रेन्ड पनि सुरु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ यत्रो डाउन ट्रेन्ड सुरु भएको छ भने जब मार्केटमा यसरी फेरि माथितर्फ क्रस ओभर दिन्छ, यसरी यहाँ हेर्न सक्नुहुन्छ यहाँदेखि मार्केटले के गरेको छ, यहाँ क्रस ओभर दिएको छ। कसलाई क्रस ओभर दिएको छ भने सिग्नल रेखालाई एमएसिडी रेखाले माथितर्फ क्रस ओभर दिएको छ, जसको कारणले यहाँदेखि अप ट्रेन्ड हुन सक्छ भनेर हामीहरु बुझ्न सक्छौं। र यो लेभल तपाईको यो सेम माथितर्फ यहाँ छ र यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईहरु एउटा राम्रो ट्रेन्ड माथितर्फ गएको छ है। र यसरी बुझ्न सक्नुहुन्छ र जब पनि यसरी क्रस ओभर फेरिदिन्छ त्यसपछि मार्केट चाहिँ तल झर्छ। यसरी हाम्रो मार्केट काम गर्छ। र अब हामीहरु चाहिँ ट्रेड कहाँ लिने हेर्नुस्, जब पनि मार्केट अप ट्रेन्डमा जान्छ यसरी क्रस ओभर हुन्छ, त्यसपछि एउटा क्यान्डल बन्ने बित्तिकै अर्को क्यान्डलमा हामीहरु ट्रेड लिन सक्छौं। अर्को ट्रेडमा हामीहरु अर्को क्यान्डलमा ट्रेड लिन सक्छौं। जस्तो कि मानौं यहाँ क्रस ओभर भएको छ है, यहाँ क्रस ओभर भएको छ भने हाम्रो यो क्यान्डल बनेको छ, यो क्यान्डलमै हामीहरु ट्रेड लिन सक्छौं। यसरी मैले चाहिँ यसरी तपाईलाई डेमो देखाएको हो। यो ट्रेड लिँदाखेरि तपाईको लगभग 1:3 को रेशियो हुन्छ र तपाईहरु रिस्क म्यानेजमेन्ट अपनाउनु हुन्छ भने 1:2 को पनि लिन सक्नुहुन्छ, अथवा तपाईको मार्केटले जहाँसम्म क्रस ओभर दिदैन त्यहाँसम्म आफ्नो टार्गेट लिएर जान सक्नुहुन्छ। र यसरी हामीहरु ट्रेड लिन सक्छौं। स्टप लस भने तपाईको जुन टार्गेटको लो हुन्छ, जुन तपाईको प्रिभियस लो हुन्छ, यो लेभलमा तपाईको लो कुन हो, यो लेभलमा हाम्रो यो लो हो र यो लेभल लो सम्म हामी चाहिँ के राख्न सक्छौं भन्दाखेरि आफ्नो स्टप लस राख्न सक्छौं। र स्टप लस पनि जहिले पनि तपाईहरु धेरै ठुलो नराख्नुस्, मात्र 2 देखि 3% मा राख्न सक्नुहुन्छ। यहाँ हाम्रो 4% छ र यसलाई मैले थोरै कम गर्दिए, यहाँ 3% मा मैले स्टप लस राख्दिए है। र यसरी हामीहरु आफ्नो ट्रेड लिन सक्छौं। र यो पीएनएल हेर्दाखेरि अहिले मेरो चाहिँ 848 को यो जस्ट डेमो देखाएको मैले 848 को प्रॉफिट भएको छ। र यसरी हामीहरु सिक्न सक्छौं। यदि तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो भने तपाईहरु लाइक, कमेन्ट र सब्स्क्राइब गर्न सक्नुहुन्छ। साथसाथै अब अर्को टपिकमा कुन भिडियो चाहनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनुस्। र आजका लागि यति नै हो।